गुड मर्निङ एभ्रिवान। अनि फेरि मैले अर्को भिडियो बनाइरहेको छु आज। अनि होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि अलिक सन्चै नै छु। अनि यहाँ मुखतिर घाउ आएकोले गर्दाखेरि पुरा अप्ठ्यारो भइरहेछ। अनि आज चाहिँ म भ्लग किन बनाउँदैछु भने चाहिँ म आज चाहिँ घर जाँदैछु होइन, त्यो कारणले गर्दा भ्लग गराइरहेको छु। भोलि मदर्स डे परेको कारणले गर्दा अनि भोलि म आज घर जाँदैछु आफ्टर क्लास। अनि अहिले चाहिँ म किचनमा छु, हेर्नु न काम पनि कस्तो लागिरहेको छ, दिउँसो लागेको जस्तो। अनि म तपाईँसँग आज के कसो हुन्छ अनि आजको र भोलिको भ्लगमा सँगै जोड्छु होला। अनि के कसो हुन्छ मेरो भ्लगलाई हेरिदिनुहोस् है। अनि आज चाहिँ म के कसो हुन्छ आजको पनि देखाउँछु। अनि अहिले चाहिँ म यहाँ किचनमा छु, खाना सब्जी बनाउनु आँटेको होइन। साथी चाहिँ सुतिरहेको छ र चाहिँ पर डिस्टर्ब हुन्छ भनेर म किचनबाट स्टार्ट गरिरहेको छु भ्लग। अनि आज के कसो हुन्छ तपाईँले मेरो भ्लगलाई हेरिदिनुहोस्। अनि अब चाहिँ म खाना सब्जी स्टार्ट गर्छु। अनि तपाईँहरू म कहिले भेट्छु भने चाहिँ खाना सब्जी बनाएर रेडी भएर क्लास जाने टाइममा भेट्छु है। हेलो, तपाईँहरूलाई रेडी भइसकेर भेट्छु भनेको थिएँ तर ढिलो भएको होइन, पसिना पसिना भएर हिँडिरहेको छु। यहाँ साथी छ, ल्याउँछु नि म ला। तर आज चाहिँ हामी सधैँ ढिलो हुन्थ्यो र चाहिँ आज छिटो आएको, तर ढिलो त आज त है हामी दुईजना फर्स्ट रहेछ। यो मैले अस्ति पनि देखाएको थिएँ भिडियोमा, अगाडिको भिडियोहरूमा पनि होइन। झाइलिस एकाडेमी यो चाहिँ यहाँनिर विधाननगरमा पर्छ। विधाननगर है, विधाननगरको छेउमा पाउँछ। ए प्रधाननगरको छेउमा पर्छ। यो चाहिँ तपाईँहरूले भिजिट गर्न सक्नुहुन्छ। हामी चाहिँ सधैँ ढिलो हुन्थ्यो होइन, आज पनि ढिलो हुन्छ भनेर चाहिँ हतार त छिटो छिटो गरेर दुईजना हिँडेको कि क्लासको छेउमा आइपुगेर भ्लग गरेर आएको। कोही आएकै छैन रहेछ, सरप्राइज भएको त छक्कै, कोही छैन। ए गुड मर्निङ म्याम, म्याम पनि आउनुभएछ। उता कोही पनि छैन, दुईजना मात्रै। सिलगढीमा चाहिँ गरम चाहिँ साह्रै 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 हेर्नु न, अनुहारभरि पसिना, त्यही माथि घाउले पुरेर। तपाईँहरूसँग भरे क्लास सकेर भेट्छु ल। हेलो, अहिले चाहिँ हाम्रो क्लास सक्यो। क्लास सकेर हामी चाहिँ यहाँनिर नाम एन्ट्री गरिसकेर यहाँ साथीले चाहिँ यहाँ गेम सिकाउँदैछ होइन। हाम्रो पैसा आउने बाटो चाहिँ एउटा त्यो सिकाउँदैछ। यहाँ एउटा नक्कली छ, भिडियो हेर्दैछ, आफ्नो भिडियो हेर्दै बसिरहेको छ त्यसको। यो पछाडि देख्नुभएको चाहिँ यो चाहिँ अफिस हो, झाइलिसको। तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ यसमा होइन। यस्तो छ यहाँनिर। उताभित्र चाहिँ क्लास गर्ने ठाउँ छ। अब म तपाईँहरूसँग यस्तो भइरहेछ गएको ल। बाई बाई, टेक केयर। मैले केही बिर्सिनु होला अरू है। चामल पनि ल्याउनु छ हौ पहिला। अरू अरू केही अरू केही गएको ल। म भरे कल गर्दै गर्छु नि, कहाँ पुग्यो ल। मेरो चाहिँ यस्तो प्रब्लम छ नि त साथी हो, हात छोटो भएकोले गर्दा चाहिँ भ्लग चाहिँ बनाउँछ तर कहाँ अपलोड गर्छ? युट्युबमा देख्नु भएको छैन? हजुरले सब्सक्राइब गरिदिनुहोस् न ल। म चाहिँ क्लासबाट आएर पनि फ्रेसहरू गरेर नुहादै गरेर खाजाहरू खाएर निस्केको अब रुमबाट। गाडी पाउँछु पाउँदिनँ थाहा छैन होइन। गाडी पाए पनि जाममा फसिन्छु होला, कति बजी पुग्छु घर त्यो पनि याद छैन हो। अन्त छ्यात्तिङ चाहिँ भोलि पुग्दैन भन न। अहिले अब के हुन्छ कसो हुन्छ बाटोतिर म तपाईँहरूलाई देखाउँदै गर्छु। मेरो भिडियोलाई हेर्दै गरिदिनुहोस् ल। हजुरले पनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला ल। रन्जिता राई छ हजुर। अन्त मलाई सपोर्टमा गरिदिनुहोस् होला सिजनमा ल। के कसो हुन्छ गाइस म देखाउँदै गर्छु है। गाडीमा आइपुगेँ होइन, गरम पुरा भइरहेछ। मेरो मेकअपहरू सबै गइसकेको छ। घरै हामी सबैजना रहेछ। जाम छ भने चाहिँ बाटोमा पनि बेलुका मात्रै पुग्छु होला घर पनि हो। गाडी पनि भरेको छैन रहेछ, गरम पुरा भइरहेछ। अब गाडीमा चाहिँ भयो के कस्तो हुन्छ म बोलेको पनि सुनै छैन ल, देखाउँदै गर्छु ल।
नभनिकन बल्ल बल्ल घर आइपुग्यो 9 बजिरहेछ हो म मम्मीलाई सरप्राइज दिन्छु मम्मीको रियाक्सन कस्तो हुन्छ आमा लात्ताले म ओइ फोन नगरी आए त यो मम्मीलाई सरप्राइज दिएको नि लात्ताले म किन आया आयो मार्यो अहिले किचनमा सकेर आएको के को सक्छ हौ अन्त अन्त भोलि र पर्सि छुट्टी घर आएको नि ए गाडी भाडा त छैन त मेरोमा अब जाँदा दिने त आमा जिन्दाबाद हो त जिन्दाबाद मैले चाहिँ मम्मीलाई मैले चाहिँ अघि बिहानदेखि नै मम्मीलाई सरप्राइज दिन्छु भनेर सोचेको अस्तिदेखि नै होइन आज चाहिँ नभनी आएको थिएँ एकखेप चाहिँ तल त्यो बाटो चाहिँ नि भित्केको रहेछ नि त त्यो तल गुही खोल्छ भन्ने चाहिँ त्यो कारणले गर्दा चाहिँ म चाहिँ भन्नु पऱ्यो भनेर सोचेँ थियो फेरि अब यस्तो कष्ट गरिहालेँ होइन किन चाहिँ उयो गर्नु भनेर चाहिँ होस् अब जस्तो भयो भने सरप्राइज नै दिन्छु भनेर चाहिँ आइपुगेको थिएँ मम्मी भन्नु कस्तो भयो कस्तो लाग्यो लाट्यो आमा आमालाई त रिस पो उठ त यहाँ बहिनी पनि छ उयो पनि आयो प्रिस्किला पनि आयो आएन नि तँ मात्रै आएको आयो भुँडी नचेप्टाइदिएन हौ लो आमा अनि आज चाहिँ मेरो ब्लग आजको चाहिँ मेरो ब्लग यति नै होइन साथीहरू भन्नु अनि भोलिको ब्लग पनि म यसमा एड गर्छु होइन पानी पुरा डरलाग्दो परिरहेको थियो तर पनि मैले ब्लग बनाउनु छोडिनँ त्यहाँ पनि अलिकति बनाएको छु हो आजको ब्लग चाहिँ यहीँसम्म मेरो हेर्नु न खुट्टाहरू पनि पुरा सुन्ने छ फर्स्ट टाइम हो पाँचवटा टिन भएर चाहिँ कुन्ताको ठुलो खुट्टा कस्तो कालो देख्यो खुट्टा छ्या सुन्ने होइन डल्लो न डल्लो के भयो यो चाहिँ यस्तो बिजोक भएर आइपुगेको छु मम्मीलाई सरप्राइज दिनु भनेर र पनि दिएँ हो आजको लागि चाहिँ म घर आइपुगेँ यति नै छ आजको लागि चाहिँ गुड नाइट बाई बाई सुन्ने गरेको खुट्टा हेलो गुड मर्निङ एभ्री वान अनि आज फेरि म अर्को ब्लग स्टार्ट गरिरहेको छु होइन आज चाहिँ सन्डे हो साथै मदर्स डे पनि हो म चाहिँ अघि उठेर खाना सब्जी बनाएर अब चर्च जानुको लागि रेडी हुन आँटेको हेर्नु न दिन पनि कस्तो दामी भइदिइरहेछ बिहान झन् कति दामी भइरहेको थियो होइन अब म चाहिँ रेडी हुन आँटेको मम्मी लुगा लगाइसक्नु भयो आउनुहुन्छ भ्लग गर्दैछु यहाँनिर फुलबारीहरू न घरको गति यस्तो हुन्छ आफू बजान भने कान्छी छ घरमा कि उहाँले हेरचाह मात्रै गर्नुहुन्छ केही गर्न सक्नु हुँदैन उहाँले केही गर्नु हुँदैन जति काम देखेको त्यति मात्रै गर्छ अनि साँच्ची म आउँदा चाहिँ यहाँ भाइ पुरा रमाउँछ कि म सधैँ मिठाईहरू ल्याइदिन्छु आज चाहिँ ल्याइदिनँ कि म त्यसलाई पनि बोलाइहेर्छु कस्तो उयो हुँदो रहेछ ल पाएँ यहाँहरू त त्यसको रियाक्सन कस्तो हुन्छ है हजार भ्लग बनाएर पैसा बनाएर ब्याङ्कमा राख्नुपर्छ ल हेलो जामेसी को हो म कति हाँस आएको छ ठिकै छ यहाँ नानालाई हक गरे यसरी गर्छ मजाले गर्छ पप्पी गर्न नाना पप्पी यहाँ हेलो गरिदेऊ न हेलो नानाको च्यानललाई सब्सक्राइब गरिदिनु होला भनौँ आयो नानाको यहाँ हेरेर भन त नानाको च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला भन नानाको च्यानललाई सब्सक्राइब गरिदिनुहोस् ल भन्नु जाँदैन लान्थ्यो पो भोलि बस्छ
मम्मी के गर्दैछ मम्मी त लुगा पत्ताउँदैछ छिमा छिमा अब चाहिँ म तपाईँहरूलाई के अरे यति मात्रै देखिरहेको छ यहाँ दिन ओह्रालो मात्रै छ्या मेरो भयो यस्तो हुन्छ नि मेरो चाहिँ खालि नि यसरी माथि गर्दाखेरि फेरि तल डल्लै उयो मात्रै हुन्छ होइन यसरी गर्दाखेरि हुँदैन फेरि यसो सिधा गरेर गर्दाखेरि आधी काटिन्छ हो साह्रै प्रब्लम हुँदो रहेछ यो भ्लग गर्नलाई मेरो चाहिँ यहाँ घाउ पाकेर हेर्नु न ओठ सुन्नाइदिइरहेको छ त्यही माथि कुन्ताको ठुलो आँखामा सुन्नेर त्यस्तो भइरहेछ हो पिलोले पनि ढाडमा हो फिलामा पुरा बिजोक भइरहेको छु म त्यही माथि हिजो यहाँ आएको खुट्टा सुन्नेर अझै राम्रो जाती भइसकेको छैन यहाँनिर पनि छ तर यो घाउ चाहिँ अहिले सबै सिजन नै रहेछ होइन तर मलाई चाहिँ यहाँ नाकमा पनि छ साह्रै बेसी यसपालि चाहिँ मलाई पुरा सतायो हिजो अस्ति यहाँ अर्को भिडियोमा पनि देखाएको थिएँ यहाँ आना आएको देखाएको थिएँ अहिले त्यस्तो अनुहार निक्लिरहेको छ होइन कसरी जिस्केको कालो न कालो अहिले यसो गरेर हेर्नुहोस् ल काली आइज मम्मीलाई पो साँच्चै देखाउनु भनिरहेको थियो त यहाँ आउनु न है हाम्रो प्रिय ह्याप्पी मदर्स डे थ्याङ्क यू रिसेको हेर न साथीहरू रिसेको कस्तो हिर्काउँछ आमाले त कस्तो बेहोरो छ भाइ र बहिनीले नि म पप्पी खाँदा पनि हक गर्दा जेसुकै झुन्डिँदा पनि के गर्दैन कि म झुन्डे भने चाहिँ कस्तो रिसिन्छ 1 hour later. Day celebration गरिसकेको यहाँनिर केकको उयो रहेछ र पो तल बोलाउँदै रहेछ सानो हाल्छ नि सानो त हाल्छ यहाँको केकको उयो रहेछ र म त दिदीले मदर्स डेको केक यहाँ तलबाट बोलाउँदैछ सेवा सकेर हल्ला यस्तो हुन्छ नि हाम्रो चाहिँ सेवा सकिसकेको छ केक नपुगेर लगेको जस्तो कसको लागि घाम पानी भइदिएको हेर्नु न सेवा सकियो हाम्रो चाहिँ होइन अब हामी चाहिँ घर जाँदैछौँ भन्नुहुन्छ लगेर केक खानु मदर्स डेको केक चाहिँ केक उफ्रेर हामी खानेछौँ उफ्रेर कि चोरेर मैले त्यो क्याप्चर गर्नु पाएन अलिकति
सन्चै देवा कसलाई लगिदिएको भन्नु त फाइनली आइपुग्यो भाइ पनि आइपुग्यो यहीँ त आशिष हाल्दैन है जय शिव ल फाइनली आइपुग्यो सबैजना भ्लग न त्यहाँ दुईजना नि काली केही गर्दैन भित्र चाहिँ यहाँ पायो मलाई अब त हेलो हेलो वेलकम 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 हजुर वेलकम ह्याप्पी बर्थडे फाइनली सबै आइपुग्यो होइन Surprise, mommy! Happy Mother's Day! ह्याप्पी मदर्स डे मम्मी सबै छोराछोरी आइपुग्यो नगर्नु न हौ। उठाउनु त उठ्नु न त्यता उठाउनु त उठाउनु त मम्मीको घुँडा दुखिरहेछ कि उठ्थ्यो अरे नि मम्मी अब चाहिँ छोरीहरू सबै आएर मम्मी कस्तो पो छ भाइ र बहिनीले खाँदा केही पनि गर्दा मैले गर्दा झिझेर पो मान्छ है जय मसी पो भन्नु नि कस्तो लाग्यो सरप्राइज सबै भेला भयो यहाँनिर जेठी माइली भाइ जेठा बहिनी हुनुहुन्छ यहाँ जेठाको जेठी छोरीको उहाँ चाहिँ सन्तान प्रडक्ट यहाँ माइलीको दुईजना सबैजना भेला भयो अब यहाँदेखि उताको झन् राम्रो हुनेछ हेर्दै गर्नुहोस् ल नातिनीले मुमालाई मदर्स डेको गिफ्ट दिएको अरे हो उनले दिएको अरे के रहेछ हेरौँ हेर्नु मदर्स डेको गिफ्ट अरे यु आर माई बेस्ट मोमा अरे मोमा ह्याप्पी मदर्स डे तिमीले लेखेको अरे त्यहाँ नानाले लेखिदिएको यहाँ पोएम अहिले चाहिँ दादा यो भेलाको लागि हो यो यहाँनिर चाहिँ सन्तानहरू चाहिँ यतिकै भेला भइरहेको छौँ यहाँनिर अब यहाँनिर दुईजना आउनु बाँकी छ बर्थडे भयो पुरा छ हेलो हेलो बर्थडे बोय यहाँनिर छ अनि मदर्सहरू यहाँनिर छ खै अलिकति एक्सक्युज मी छ्या बस्नु भेना यता आउनुहोस् न यता आउनु न भेना कस्तो लाग्यो कति राम्रो देखिरहेछ अनि त यहाँनिर चाहिँ यहाँनिर सबै छौँ भयो हल्ला के साह्रो है ल दुईजना ह्याप्पी मदर्स डे मात्रै 1 2 3 पक्रिनु त ल 1 2 3 ह्याप्पी मदर्स डे ताली 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 ल अब यता पालो होला छोरो न यहाँ अप्ठ्यारो भयो लु भेना बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर भेना ह्याप्पी बर्थडे टु यू मे
डिस्टर्ब गर्यो मलाई चाहिँ हाम्रो उयो चाहिँ झोला के साह्रो होला क्या त अर्को छोरा हुन्छ ल म लगाइदिन्छु ल नानी म लगाइदिन्छु ल खाजा ल मम्मी सिधा गर्ने भिडियो गर्दा चाहिँ तपाईँलाई पनि के साह्रो बेला चाहिँ उपर बस्नु नि के साह्रो सोफाले भापेन क्या हो सोफाले भापेन क्या ताली बजाऊ ताली बजाऊ आमुलाई बस्छु ल ल मम्मीलाई ह्यापी मदर्स डे धेरै धेरै सिना तपाईलाई थिएन पनि हो थ्याङ्क यू आम्मा यहाँ हेर्नु सबै क्यामेराको साथमा हुँदैछ नि हो पहिला खादा लगाइसकौँ होइन खदा लगाइसक्यो त के दिइहाल्ने हो खदा सबैले खदा माइली जा न माइली किन रेला अन्त अप्ठ्यारो त्यो चाहिँ उता लाग्दैन हौ। यहाँ मेरो टनाङबाट मेरो एउटा खजै लग्यो फोटो यहाँ खिच्नु भयो नानालाई ह्याप्पी बर्थडे भन्ने लाग्यो है मदर्स डेमा भेला चाहिँ किन छ भने है ह्याप्पी बर्थडे आँखा लाउँदा नि नानाले लाउला होइन अहिले यसको पनि भ्लग हेर्छ त पर यसकोले ल कान्छीको टन थ्याङ्क यू बेला त परेड भन्न जस्तो भयो त भन्छ अन्त कहाँबाट बजस् त म मात्रै रहेछ ताली लाउने खाली जाले सम्ममा हाल्नु हौ हाम्रो मामा बिजी भएको ल कान्छ बिजी भएको खोइ लु को कसको टन छ ऊ यहाँ नातिनीहरू रहेछ लु कता लगाइदिने हो ममालाई लगाउनु ल ठुलो ममालाई लगाऊ आइफोन भन्दा कम छ नि गड ब्लेस यू आराध्यले लगाऊ अभिगेज ममालाई एकछिन एकछिन यसो हात पक्रेर त उयस त गर्नु ह्याप्पी मदर्स डे हेरेर उता खोइ आराध्यले त मुमालाई गिफ्ट लिएको थिएँ अरे खोइ दियो अघि दियो अघि अन्त त लेखेर लिएको थियो हौ ह्याप्पी बर्थडे नि कि ह्याप्पी मदर्स डे भन्यो ह्याप्पी मदर्स डे भन्नु मुमालाई थ्याङ्क यू अहिले चाहिँ 10 बजिसक्यो बेलुकाको भोजन चाहिँ भर्खर मात्रै ग्रहण गराइँदैछ यहाँ हाम्रो 2 जना पाहुनालाई पनि निकालिदिउँ मैले छिमा गएर लिएको